भाउजूहरु राम्रै हुनुहुन्छ नि भाउजू ल आजको उभौली सेवा 5000 ल ए भाउजू यस्तो हो नि त ल अनि ल सबैजना हाम्रो उभौली प्रोग्राममा भेट भएको यसरी नै जहिले कहिले भेट भइरहन्छ ल रमाइलो गरिरमै ल हुन्छ ल दाजु म त खानुमा बिजी छु भाइ कस्तो छ त आज उभौलीको कास्टिङ कस्तो छ त एकदम राम्रो छ ठीक छ ल ल ल ल माइजू उभौली कस्तो छ ओहो हाम्रो भाइले दुःख दिइरहेको जस्तो छ मिलन बाउ ठिक छ के अरे खाँदा र जाँड खाँदा नि मेला पातमा हिँडेको याद आउँछ तर म धरानमा बसे पनि भर्ती लाग्न जाँदाखेरि जान्छ क्या त्यो कहाँ दाजु पहाडमा नि भाइ पहाड कहाँ त मदन मेला अनि दोभानमा चाहिँ कुसे मेला लाग्थ्यो कुन चाहिँ दोभानमा हजुर कुन चाहिँ दोभान त ताप्लेजुङको दोभान ताप्लेजुङ ए ताप्लेजुङको दोभान हो त्यतिखेरको याद आयो क्या यो खाँदा ल ल ल ल ल यो चाहिँ फेरि चाम जस्तो लाग्यो मदन मेला चाहिँ कहाँ दाजु मदन मेला चाहिँ सङ्क्रान्ति डाँडामा ए सङ्क्रान्ति डाँडा जिल्ला पर्छ हैन सबै भ्याउनु भएछ ल मदन मेला ल बाजे हजुर ल आज हाम्रो उभौली कस्तो छ सेवारो अब आइएको छ एकदम अहिलेसम्म राम्रै छ हजुर पाहुनाहरू आउँदैछन् ल ल आशामा छौँ ल हामी स्वागत गर्नलाई रेडी भएको छौँ नि होइन हजुर ल लगभग सुरु हुनु आँट्यो ल हजुर ल मेला लाग्दा जान्थे मेला लाग्दा मदन मेला माथि ताप्लेजुङ बहिनी
एकदमै हामी हर्षोल्लासको साथमा आजको हाम्रो उभौली पर्व मनाउन गइरहेका छौँ। मेरे माते एकछिन नमस्ते सेवारो नमस्ते हाम्रो किराँतीहरू कुनै पनि कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हाम्रो संस्थाको ज्येष्ठ नागरिकबाट सुरु गरिन्छ जहिले पनि। कृपया सबैजनाले तालीका साथ दिनुहोला। र मैले आजको सम्पूर्ण अतिथिज्यू र पाहुनाहरूलाई पनि अगाडि आइदिएर प्राकृतिक पूजा गरिदिनु हुन हार्दिक अनुरोध गरे। सम्पूर्ण अतिथिज्यू एकचोटि अगाडि आइदिनु होला प्राकृतिक पूजा गर्नुको लागि। कृपया सबैजनाले ताली साथ दिनुहोला। धन्यवाद।
समुदाय हामी कार्यक्रमको मध्यनजर पनि आइपुगेको कारणले हामी कार्यक्रममा सबैजनालाई धेरै धन्यवाद। कलाकारज्यूहरू त्यहाँ हेर्नुहोस् होला सबैलाई नाचको लागि सञ्चालिका नानीहरूलाई धेरै धेरै धन्यवाद है औपचारिक कार्यक्रम चलाइदिनु भएकोमा र अब उहाँहरू आफ्नो कलाकार हाम्रो सार्वजनिक उहाँ चाहिँ प्रायः किराँती समुदायमा दिनुभएकोले गर्दाखेरि उहाँलाई यो ग्रहण छ भन्ने कुरा मलाई थाहा छ। यहाँ हाम्रो कलाकारहरूले अब आफ्नो सिली अनुसार विभिन्न सिली अनुसार यो प्रकृति बुझ्ने बेलामा कसरी गरिन्छ भन्ने कुराहरू उहाँले देखाउनु हुनेछ होला। यहाँ 7-8 वर्ष भयो बेल्जियममा यो किराँती समुदायको कार्यक्रमहरूमा उपस्थित भएको आज पहिलोपटक म देख्दैछु उहाँका आन्टरबाट देवा राईजी पनि यहाँ सिलीमा नाचिराख्नु भएको छ। सम्पूर्णलाई भिडियो जानकारी गरौँ कि यो अब हामीले एक हप्तामा सुरु गरे पनि एक हप्ता पछाडि नेपालमा सुरु हुँदैछ। यो करिब यो वैशाखबाट सुरु भएको करिब यो प्रकृति पुज्ने चलन हो। यहाँनिर हाम्रो कलाकार महानुभावहरूले थान पुजिराख्नु भएको छ। अगाडि यहाँनिर थान राखेर चाहिँ आफ्नो यो बाधिनाली सङ्कोच भनेर उहाँहरूले तिले अनुसार बुझिराख्नु भएको छ र मलाई पनि मन परेको थियो। कति माइक लिन्छ
धान नाच चाहिँ स्पेसली तपाईँले धान नाच भनेर सुन्नुभएको होला। म आफै लिम्बू समुदायमा भएकोले गर्दा यसलाई चाहिँ या लाग्मा भन्छ। या भनेको धान हो, लाग्मा भनेको नाच्नु र यसको स्पोत विशेष गरेर लिम्बूहरूले नाच्ने गरिन्छ र यसमा चाहिँ अलिकति मलाई जानकारी भए अनुसार चाहिँ यो यसको चाहिँ आफ्नै आफ्नै विधाहरू हुन्छन्। साथी साथीमा एउटा अपरिचित तन्नेरीहरू पनि साइनो केलाएर नाच्दाखेरि चाहिँ कुन गीत चाहिँ गाउने हो, कसरी चाहिँ नाच्ने हो भनेर ल यहाँ सुस्मिता बहिनी समेत पनि आइसक्नु भएको छ। ल धान नाच्नु भयो क्यामेरा चाहिँ राम्रो मलाई सेयर गर्नु होला। सुस्मिता बहिनीले धान नाच्नु भएको मैले कहिले पनि देखेको छैन। म यो उसमा सिक गर्नेछु। सावित्रा दिदी तपाईँ पनि नाच्न सक्नुहुन्छ यदि नाच्नु भयो भने। ल हाम्रो महामहिमज्यू पनि साथी दिँदै हुनुहुन्छ। ल महामहिमज्यू पनि साथी दिइराख्नु भएको छ। यसमा चाहिँ मायाको गीत पनि गाइन्छ, फुलको नामहरू मात्र भनेर पनि रातारात 1 रात 2 रात 3 रात 7 रातसम्म नाच्ने गरिन्छ भन्छ र त्यो मुन्दुममा छ। विशेष गरेर लिम्बू समुदायमा त्यही भएर फुलहरूलाई चाहिँ एकदमै सम्मान गर्ने गरिन्छ। हजुर यहाँ राम्रोसँग भिडियो पनि लिनु होला, फोटो पनि लिनु होला। यहाँ म माइक्रोफोनसँग भएकोले गर्दा महामहिमको फोटो लिन सकिरहेको छैन, मलाई सेयर गर्नु होला। जसले गर्दाखेरि बेनेलक्समा बेल्जियममा आउनु भएर पहिलोपटक नाच्दै हुनुहुन्छ। माइक्रोफोन दिन्छु है। यो भाषी कुन ल धन्यवाद। यो चाहिँ लिम्बू समुदायको यालाङ यो पालमसँग पालमा तपाईँहरूले सुनिराख्नु भएको छ। यो एउटा सानो प्रतिनिधित्व गर्ने मात्र नाच भएकोले गर्दा यो चाहिँ लामो 7 दिन 7 रातसम्म नाचिने भएकोले गर्दाखेरि मैले उहाँहरूलाई धेरै धेरै धन्यवाद भएकोमा, विशेष गरेर महामहिमज्यूलाई सम्पूर्ण दिदीहरूलाई, बोजूहरूलाई र भाउजूहरूलाई धन्यवाद दिन चाहन्छु र आफ्नो ठाउँमा गएर बसिदिनु पनि हार्दिक अनुरोध गर्दछु। त्योभन्दा पछाडि एउटा सानो नृत्य छ।
अत्यन्त सुन्दर सहरमा बस्नुभएको रहेछ एकदमै खुसी लाग्यो र फेरि पनि तपाईँहरूलाई यो उभौली पर्वको हार्दिक मङ्गलमय शुभकामना र मलाई यो शुभेच्छा दुई शब्द मन्तव्य राख्ने मौका दिनुभएकोमा पनि यहाँलाई फेरि पनि धन्यवाद हस् थ्याङ्क यू भेरी मच विश यू अल द बेस्ट धन्यवाद महाबहिनीज्यू उहाँले तपाईँ हामी सबैलाई धन्यवाद दिएर जानुभएको छ र आफ्नो कार्यकालमा उहाँले आफ्नो तर्फबाट सहयोग गर्न सक्नुहुने मन्तव्य पनि दिनुभएको छ र यसैमा मैले एउटा सानो यलम्बर सम्मत भन्दाखेरि मैले देखिहालेँ यसलाई चाहिँ यलम्बरकै पालादेखिको यो 5085 हो 5085 तर यो चाहिँ हामी लिम्बू समुदायले चाहिँ यसले सम्बत भन्छौँ भने राई समुदायले धेरै आफ्नो भाषामा भनेको छ यसले दुम भनेर सम्बोधन गर्ने गर्नुहुन्छ र अबको आजको यो औपचारिक कार्यक्रमलाई सम्पूर्ण रूपले विसर्जन गरिदिनु हुन यो औपचारिक कार्यक्रम विसर्जन गरिदिनु हुन म युनाइटेड किराँत सोसाइटी बेल्जियम बेजिटोका अध्यक्ष श्री पुपुसा किराँतीज्यूलाई म हार्दिक अनुरोध गर्दछु र म पनि बिदा चाहन्छु त्योभन्दा पछाडि चाहिँ हामीले साकेला समूहगत रूपमा नाच्नु गाउनु पर्ने आज विशेष गरेर पूजा गरिसके पछाडि नाच्ने गाउने नै कार्यक्रम भएकोले गर्दाखेरि तपाईँहरू नाच्न गाउनु मन छ त्यो गाउँदै